आज बिहान बिहानै धनगढीको यस्तो सुन्दर दृश्य देखाउँदै म लागे मेरो साथीहरूको रुममा पुग्ने बित्तिकै मैले आम खाएँ र त्यसपछि उनीहरूले मलाई भन्नुभयो कि तिमी गएर चाउचाउ र चिउरा लिएर आऊ भनेर। अनि मैले पनि साइकल उठाएँ र लागे चाउचाउ र चिउरा ल्याउन। एकैछिनमा म पसलमा पुगेँ। पसलमा पुग्ने बित्तिकै मैले चाउचाउ र चिउराहरू किनेँ र फेरि साइकलमा चढेर म आएँ रुमतिर। रुमतिर आउने बित्तिकै म धनगढीको चौराबाट देखिने यस्तो दृश्य हजुरहरूलाई देखाउँदैछु, ताकि आजसम्म धनगढीमा बस्ने कसैले पनि यस्तो दृश्य देखेको छैन होला सायद। हिजो राति पानी परेको कारण आज एकदमै मौसम सफा थियो। अनि म रुममा पुगेँ। रुममा पुग्ने बित्तिकै केटाहरू रुम सफा गर्दै रहेछन्। खै मलाई भित्र जान देऊ है भनेर म भित्र गएँ र भित्र गइसकेपछि म हजुरहरूलाई देखाउँछु अब चाउचाउ। मैले 5 वटा चाउचाउ र आधा केजी चिउरा किनेर ल्याएँ। पछि तिनीहरूलाई हामीले एकदम चाउचाउ र चिउरा एकचोटि मिसायौँ र त्यसलाई मज्जाले खायौँ। र खाएको भिडियो चाहिँ मैले हाल्न सकिनँ, किनभने हजुरहरूलाई पनि खान मन लाग्छ र हजुरहरू पनि बनाएर खानुहुन्छ भनेर। सरी गाइज, बाइ बाइ।